Wow, Tiana. Hi. भोलि अलिक टाइम हुन्छ भनेर सही हो हामी ल स्वागत छ हाम्रो फार्म हाउसमा ल स्वागत छ दिदी हाम्रो फार्म हाउसमा धन्यवाद धन्यवाद हामीलाई त दसैँमा नेपालको झन्डा त्यहाँ छ पछि त फेरि ओहो किसनी Samyuk, 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 say hi. Cholla है? पाली झंडा हजुर बच्चाहरूलाई भोलि भोलि भेडा चराउन लाग्छ बच्चाहरूलाई भेडा चराउने भेडा चराउने नमस्ते गर्छु नेपाली सिस्नु चिन्नु भाइ बाहेर नचिने अब यो हो फार्म हाउसमा सिस्नु यसले पोल्छ नेपाली सिस्नु कसैलाई चाहिँ तरकारी खान मन लाग्यो पनि पाउनुभयो मुन्टा टिपेर ल नेपाली सिस्नु ल हजुर हजुर हाम्रो फार्म हाउसमा नेपाली सिस्नु पाइन्छ हजुर
जे होस् तपाईँले अब पोल्नलाई नेपालकै तर पोल्छ कलरको फरक हो सिस्नु नै पोल्छ मिल्यो 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 यो भोलि फुर्सदले हाम्रो नानीहरूले कसलाई अनुभव छ उहाँले बनाउनु होला हामी पनि चाख्नुला जाने भित्र जामला हेर दाइ हामी यहाँ हाम्रो ल भनिदिनु नि दाइलाई हाम्रो फार्म हाउस यो गोलबनमा आएका छौँ भन्नु दाइ भन्नु ल के भन्नु अब हाम्रो यहाँ अब खसी रोज्ने प्रोग्राम छ दुईजना दाइहरूले अब हामीलाई आउने मन छ भने आउनु होला सबैजनालाई राम्रो रमाइलो ठाउँ रहेछ बनाउँदै ल मेरो नि देखाऊ ल खसी छाड्नु जानु सजुर धेरै होइन 4 जना मात्रै है 4 जना मात्रै ल एक्सपर्ट पसिना बच्चाहरूलाई काट्ने बेला मैला टोलीलाई बाहिर निकाल्नु ल काट्ने नि त हो मैला टोली ल ल आउनुहोस् आउनुहोस् आउनु चाहिँ त घुम्न आमा चाहिँ यो त्यहाँ टाउको लेक ओहो हावा चिसो भाउजू कस्तो भइरहेछ सु गर्न लाग्यो भिनाजुको अर्को घर यता होला जस्तो छ है भिनाजु त्यही चिसो छोडेर आएको फेरि हामी त फोटो फोटो यता फोटो 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 आउँछ भने हेर आउँछ फोटो फोटो के भएर टेकिन्छ भनेर क्या
हजुरकै काम हो यो ल गाइस हेलो हेलो यो गाना छ मुसिको चिसो भइसक्यो लेट्स गो चिसो लाग्छ बाबु छोरी हेर त गाना मुतु